दर्शकबिन नमस्कार साथै शुभ बिहानी। जय श्री कृष्ण, राधे राधे। प्रस्तुत छ 2082 साल माघ महिना 14 गते बुधबार, तदनुसार 28 जनवरी 2026 को दैनिक राशिफल। आज पनि सदा झैं शुभ बिहानीका साथमा शुभ राशिफल लिएर उपस्थित भएको छु। तपाईहरूलाई हार्दिक स्वागत छ। देश तथा विदेशमा रहनुहुने आदरणीय व्यक्तित्व, मान्यजन, शुभचिन्तकहरूमा हार्दिक अभिवादन टक्राउन चाहन्छु। तसर्थ प्रत्येक व्यक्तिको जीवनमा पर्ने ग्रह गोचारको विश्लेषणका साथमा मेष राशिदेखि मीन राशिसम्मको विवरण प्रस्तुत गर्न गइरहेको छु। कृपया स्वीकार्नुहोस्। र सुरु गरौँ आजको शुभ राशिफल। राशिफल सुरु गर्नुभन्दा पहिला म यहाँलाई सानो जानकारी गराउन चाहन्छु। कृपया यदि यो च्यानलमा सब्सक्राइब गर्नुभएको छैन भने र जो कोही च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र साथसाथै साइडमा रहेको बेल आइकनलाई पनि क्लिक गरेर अल नोटिफिकेसन अन गर्नुहोला र यो भिडियो सबै साथीभाइमा सेयर पनि गर्नुहोला भन्दै अब आउनु सुरु गरौँ आजको शुभ बिहानीका साथसाथै शुभ राशिफल। र सबैभन्दा पहिला मेष राशि। मेष राशिमा आज साझेदारी व्यापारमा लाभ मिल्नेछ। दाम्पत्य जीवनमा सुमधुर बनाउन सक्नुहुनेछ। महत्वाकांक्षी योजनाहरूमा जीवनसाथीसँग सल्लाह लिनुहोला। आर्थिक पक्ष सबल रहनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ, तर धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनु पर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुपर्ने समय रहेको छ। वृष राशि। वृष राशिमा आज कुनै सङ्घ संस्थामा आबद्ध भइएला। लाभका नयाँ अवसरहरू प्राप्त हुनेछन्। सन्तानको सहयोगले व्यापार व्यवसायमा लाभ रहनेछ। घरमा कसैको आगमनले मन प्रसन्न रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विधामा वृत्ति सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ। मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुन सक्ने समय रहेको छ। मिथुन राशि। मिथुन राशिमा आज कार्यक्षेत्रमा हजुरको खुट्टा तान्नेहरू बढ्नेछन्। व्यक्तिगत कुरामा सजग रहनुहोस्। व्यापार व्यवसायमा परिवारको साथ र सहयोग मिल्नेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका समेत रहेको समय रहेको छ। कर्कट राशि। कर्कट राशिमा आज सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। आश मर्दो कार्य बन्नाले अरू कार्यप्रति उत्साह जाग्नेछ। आर्थिक गतिविधिको काममा सफलता मिल्नेछ। मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रयास गर्दा सजिलै काम बन्नेछ। बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनु पर्ने समय रहेको छ। सिंह राशि। सिंह राशिमा आज कार्यक्षेत्रमा पदोन्नतिको सम्भावना रहेको छ। नयाँ ठाउँबाट रोजगारको प्रस्ताव आउनेछ। चिताएको कार्यले गति लिनेछ। आफन्त मित्रहरूसँग राम्रो व्यवहार राख्ने प्रयास गर्नुहोला। नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। राम्रो कर्मफल प्राप्त हुनेछ। मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ। मिहिनेतले गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा रहनेछ। नोकरीमा लाभ हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी गर्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सक्ने समय रहेको छ। कन्या राशि। कन्या राशिमा आज व्यावसायिक जीवनमा सुमधुर आउनेछ। भाग्यको साथले नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। आदर्श व्यक्तिहरूसँग सहकार्यको नयाँ अनुभव मिल्नेछ।
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजमा पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्ने सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पैलाउन सकिनेछ। अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुन सक्ने समय रहेको छ। तुला राशि। तुला राशिमा आज नोकरी वा पेसामा आफ्नो कुरालाई स्पष्ट रूपमा राख्नुहोला। मन चञ्चल रहनेछ। कार्यक्षेत्रमा सहयोगीहरूबाट राम्रो सहयोग प्राप्त हुनेछ। कुनै कुराले आकस्मिक लाभ हुनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। व्यापार लगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजय भइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्नेछ। रोकिएका काम बन्नाले मनज्ञ लाभ हुनेछ। पहिलेका चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूले हार खान सक्ने समय रहेको छ। वृश्चिक राशि। वृश्चिक राशिमा आज सकारात्मक सोचका साथ कार्य गर्नुहोला। सफलता मिल्नेछ। पुराना कुरालाई लिएर घर परिवारमा वाद विवादको सम्भावना देखिएको छ। माताको कुरालाई प्राथमिकता दिनुहोला। साझेदारी समस्या सुल्झाउनाले दिगो योजना अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्यलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काम दोहोऱ्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। पुराना सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुन सक्ने समय रहेको छ। धनु राशि। धनु राशिमा आज सबैतिरबाट अपेक्षित साथ सहयोग पाइएला। सङ्गीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। बोलीद्वारा कार्य सिद्धि गर्न सक्नुहुनेछ। दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नाले अवसर मिल्नेछ। मनज्ञ धन लाभ हुनेछ। सोख पुरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र समेत फराकिलो बन्न सक्ने समय रहेको छ। मकर राशि। मकर राशिमा आज समयको सदुपयोग गर्नुहोला। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। खर्चको जोह गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभ देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नु पर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सक्ने समय रहेको छ। कुम्भ राशि। कुम्भ राशिमा आज सफल यात्राका योग छन्। नयाँ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ। प्रतिस्पर्धामा सफल भइनेछ। सेवामूलक कामबाट लाभ प्राप्त हुनेछ। नयाँ काममा जग बसाउने समय छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुहोला। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनज्ञ नाफा उठाउन सक्ने समय रहेको छ। र अन्त्यमा मीन राशि। मीन राशिमा आज राजनीतिक र प्रशासनिक क्षेत्रमा बाधा आउनेछ। घर परिवारमा सोचे जस्तो सहयोग मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। बोल्दाखेरि शब्द चयनमा ध्यान दिनुहोला। परिस्थितिको चक्रमा अल्मलिनु पर्दा कार्य सम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नु पर्ला। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला। गोपनीयता बाहिरिनाले केही समस्या देखा पर्नेछ तापनि नियमित काम सम्पादन हुन सक्ने समय रहेको छ। दर्शकबिन यो थियो आजको शुभ राशिफल र जाँदै म यहाँलाई फेरि पनि सानो जानकारी गराउन चाहन्छु। कृपया यदि यो च्यानलमा सब्स्क्राइब गर्नुभएको छैन भने र जो कोही च्यानलमा नयाँ हुन्छ भने
कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोला र साथसाथै साइडमा रहेको बेल आइकनलाई पनि क्लिक गरेर अल नोटिफिकेसन अन गर्नुहोला र यो भिडियो सबै साथीभाइमा सेयर पनि गर्नुहोला भन्दै आजका लागि शुभ बिहानीका साथसाथै शुभ राशिफलबाट बिदा हुन्छु। राशिफल जे जस्तो भए पनि तपाईँहरूको दिन मङ्गलमय रहोस् र तपाईँहरू जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ सुखी र खुसी रहनुहोला भन्ने कामना गर्दै बिदा हुन्छु। हस्त नमस्कार, जय श्री कृष्ण, राधे राधे।